ल कहाँ गएको रे भाइ ल छिटो गर छिटो ल आज चाहिँ दुधको दुध पानीको पानी हुन्छ है यो स्पिड चाहिँ नकुद्न सक्ला टप स्पिड यसको कम होला माने मैले पनि 125 126 सम्म जान्छ तर 3 गियरमा यदि यो जतिको स्पिड कुदेछ भने मलाई भन्नु है ल 100 चाहिँ क्रस गर्छ 3 गियरमा आज चाहिँ ह्यान्ड्स प्रुफ हुन्छ र यो भिडियो चाहिँ एकदम फ्री हाइवेमा चाहिँ गरिरहेको छौँ तपाईहरु चाहिँ यस्तो प्रयास नगर्नु होला स्पेशली तपाईहरुले भर्खर सिक्नु भइरहेछ भने चाहिँ नगर्नु होला है मलाई पनि डर लाग्छ त्यत्रो वर्ष कुदायो तर मलाई पनि डर लाग्छ त्यही भएर एकदम फ्री छ भने मात्र यस्तो काम गर्नु होला यो काम त गर्दै नगर्नु आफ्नो रिस्कमा गर्नु गरे भने है त ल कसैलाई कुनै उस्की छैन यो चाहिँ यसको टप स्पिड ओन्ली फर हर्नेट लभर्सहरुको लागि है त हर्नेट लभर्सहरुको लागि ल आइज भाइ बस त तिमी कि यो टायर बिचमा राख तिमी यो भिडियो यसरी पक्रिदेऊ ल न उयो गर्ने नि पकड भयो उड्छ अहिले हो यतिकै राख्नु ल त उडे पनि यो मोबाइल चाहिँ नउडोस् है भाइ ल रुक अहिले एक यसरी ल यतिकोमा हावाले हान्छ नउडा है भाइ यतिकोमा राख त्यो देखिनु पर्यो है ल ल एक है एक हामी प्रत्येक गियरको गियर स्पिड पनि चेक गर्दै जान्छौँ ल है गाइस यो चाहिँ बिग्रेको हर्नेट हो है गाइस बिग्रेको हर्नेटले यति हानो भने सोच्नुस् यो झन् एकदम फ्रेस भयो भने कस्तो हान्छ भने यसरी चाहिँ ट्राई नगर्नु होला है कोही पनि आफ्नो हर्नेट छ भने हर्नेटवालाहरूलाई त थाहा छ यस्तो हुन्छ भनेर तर तपाईहरु चाहिँ ट्राई नगर्नु होला हर्नेट चलाउनलाई एकदम स्किल हुनुपर्छ है मजाक होइन यो हर्नेट भन्ने ल